नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाको 6औं साधारण सभा तथा तेस्रो अधिवेशन सदरमुकाम चरीकोटमा सोमबार सम्पन्न भएको छ। 6औं साधारण सभा तथा तेस्रो अधिवेशनको नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। साधारण सभामा संस्थाका सचिव सीताराम श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपलब्धि व्यवसायी संघको आम्दानी 30% वृद्धि भएको छ। दोलखामा नयाँ व्यवसायीहरूको संख्या 50% ले वृद्धि भएको छ। नेपाल महिला उद्यमीको सहभागिता 40%बाट 70% सम्म वृद्धि भएको छ। स्थानीय उत्पादनको माग तथा बिक्री 60% ले वृद्धि भएको छ। आगामी कार्ययोजना स्थानीय उत्पादन प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको खोजी, नयाँ व्यवसायी तथा उद्यमीहरूका लागि सहुलियत ऋण कार्यक्रमको पहल, नयाँ प्रविधिको प्रयोगद्वारा सिलाई तथा व्यवसायहरूलाई आधुनिक बनाउने, व्यवसायहरूको हक हित र वित्तीय संस्थासँग उचित नीति निर्माणको लागि दबाव दिने यस नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दोलखाले गर्नेछ। साधारण सभाको अवसरमा उत्कृष्ट सिलाई व्यवसाय गर्दै आउनुभएका रबिना भुजेल र ज्ञानबहादुर नेपालीलाई सम्मान पत्र सहित दुसला उडाएर सम्मान गरिएको हो। नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दोलखा जिल्ला कार्य समिति उत्कृष्ट सफल व्यवसायी 2082 श्री ज्ञानबहादुर नेपालीज्यू, जिरी नगरपालिका 5 दोलखा। नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाको 6औं साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा तपाईलाई कपडा तथा सिलाई व्यवसाय क्षेत्रमा लामो समयदेखि समर्पित भई उत्कृष्ट व्यवसायिक सेवा भावनामा सशक्त नेतृत्व क्षमता प्रदर्शन गर्दै सफल व्यवसायीको रूपमा प्रेरणाको स्रोत बन्नु भएकोमा उत्कृष्ट सफल व्यवसायी 2082 द्वारा सम्मान गर्दछौं। संघको तर्फबाट यहाँको निरन्तर सफलताको कामना गर्दै आगामी दिनहरूमा अझ सक्रिय सृजनशील भई सम्पूर्ण व्यवसायीहरूको हकहितको लागि मार्गदर्शक बन्नुहुनेछ भनी विश्वास व्यक्त गर्दछौं भनेर यो सम्मान पत्रमा लेखेका छौं। श्री रबिना भुजेलज्यू, चरीकोट दोलखा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाको 6औं साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा तपाईलाई कपडा तथा सिलाई व्यवसाय संघ व्यवसाय क्षेत्रमा लामो समयदेखि समर्पित भई व्यावसायिक सेवा भावनामा सशक्त नेतृत्व क्षमता र प्रेरणादायी कार्यक्षमता प्रदर्शन गर्दै महिला व्यवसायीको प्रेरणाको स्रोत बन्नुभएकोमा उत्कृष्ट महिला उद्यमी व्यवसायी 2082 द्वारा सम्मान गर्दछौं। संघको तर्फबाट यहाँको निरन्तर सफलताको कामना गर्दै आगामी दिनहरूमा अझ सक्रिय सृजनशील भई सम्पूर्ण व्यवसायीहरूको हकहितको लागि मार्गदर्शक बन्नुहुने विश्वास व्यक्त गर्दछौं भनी यो सम्मान पत्र चाहिँ रबिना भुजेललाई दिनको लागि निर्णय गरेका छौं। किनहुन नेपाल कपडा तथा सिलाई व्यवसाय संघका महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई प्रदान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई कटाई व्यवसायले थोरै भए पनि युवाहरूलाई वैदेशिक रोजगारमा जानलाई रोकेको बताउनु भएको छ। हिजो उहाँको पसलमा मैले 10 खान कपडा बेच्थेँ, अहिले 100 खान भएको छ। सायद यो संस्थाको माध्यमबाट विभिन्न ठाउँमा गएर यो संस्थाको पहिचानबाट देखेर उहाँले सिक्नुभयो होला। हामी जस्तै धेरै साथीहरू चिन्जानबाट आफ्नो व्यवसाय वृद्धि गराउन सिक्नुभयो होला नि। आफैले सबै जानेर आउनुभएको थिएन होला। विभिन्न खालका तालिमहरू व्यवसायको वृद्धिको लागि काठमाडौँका ठुल्ठुला सोरुमहरू देखेर यहाँ सोरुममा डेभलप भयो, डेकोरेसन भयो, यहाँका सरहरू जस्तो मान्छेलाई सोच्न सक्ने सक्षमताको विकास कसले गरायो? यो संस्था मार्फतबाट भएको हो कि नटाटी भन्नुहोस् त कि गलत भने मैले महासंघ अध्यक्षले चरीकोटमा आएर गलत भन्दैछ कि सही भन्यो? सही भने ताली बजाउनुहोस्। ती साथीहरूलाई सन्देश
हिजो 2 फोन कपडा राख्ने साथीहरू 5 जन कपडा राख्ने साथीहरू मैले देखेको छु, मेरो आँखाले देखेको पसल कुन अवस्थामा थियो, कोही मेसिनमा चाहिँ राखेर बस्नु भएको थियो। तर यही संस्था क्रियाशील छ। केही साथी खाइ नखाइ उहाँले तल भत्ता पाउनु भएको छैन। महासङ्घले 1 पैसा पनि दिँदैन उहाँहरूलाई। आफ्नो स्रोत छ सदस्यता नवीकरण भन्दा बाहेक कुनै पनि आय स्रोत आम्दानी छैन। कुनै संस्थासँग समन्वय गरेर राज्यको निकायले कुनै बजेट दियो भने त्यो मार्फतबाट दिने कार्यक्रम गरिरहनु भएको छ। र महासङ्घले केही ट्रेनरहरू पठायो भने निःशुल्क खालका तालिमहरू पेसेन्ट क्याम्पको तालिमहरू दिइरहनु भएको छ। त्योभन्दा बाहेकका कुनै पनि स्रोत साधन छैन भने यहाँ अध्यक्ष हुनेले के पाएको छ त? यहाँ सचिव हुनेले के पाइरहेको छ? के पाएको त छैन नि। उहाँले दुःख गरिरहनु भएको छ। संस्थाको नेतृत्वको भूमिका निर्वाह गरिरहनु भएको छ। गाउँमा पुग्नु भएको छ। मैले देखेको छु अहिले पनि 2 ठाउँमा दोलखामा कार्यक्रम सञ्चालन भइरहेको छ। मैले एउटा हल त अहिले भर्खर यहाँबाट 5-6 घन्टा लाग्छ भन्ने सुन्छु। मैले नाम पनि बिर्सेको छु। यो किन र के को लागि त भन्दाखेरि यिनै व्यवसायीहरूको अहिले आर्थिक मन्दीले भइरहेको धराशायीतालाई जोगाउनु पर्छ। व्यवसायको स्तर उन्नति गर्नुपर्छ, क्षमतामा वृद्धि गर्नुपर्छ। उहाँले उत्पादन गर्ने वस्तुहरूमा गुणस्तरीयता कायम गर्नुपर्दछ। समय सापेक्ष रूपमा भनेर गरे होइन। यो हरि नेपालीलाई 24 घण्टा यो संस्था काम गरेर हिँड्नलाई कुनै तल भत्ता सरकारले तल दिएको छ र? उमेरज्यू आउनुभयो, नगरपालिकाले कुनै भत्ता दिएको छ र? छैन। यिनै व्यवसायको सेवाको लागि यी साथीहरू हिँडिरहनु भएको छ। उहाँहरू एउटा जिल्लामा हिँड्नु भएको छ, म 72 जिल्लामा हिँडेको छु। देख्नु भएको छ। म कहिले पूर्व, कहिले पश्चिम, कहिले हिमाल, कहिले पहाड, कहिले तराई भन्नुपर्छ। अब मैले आफ्नो कुरा भन्नु भएन। महासङ्घको धेरै छन्, तर कपडा तथा सिलाइ व्यवसाय महासङ्घको चर्चा हुन्छ। किन यो अध्यक्ष कहिले मेची कुदेको छ, कहिले महाकाली कुदेर हिमालमा पढेर, कहिले पनि घरमा बस्दैन। यसले व्यापार व्यवसाय गर्न छोड्यो कि यही संस्थामा हिँड्छ भन्छ। त्यो किन के को लागि? न हामीले तलब पाएको न भयो। तपाईँहरू जस्तै उद्यमी व्यवसायहरूको एउटा आँखाको ज्योति वृद्धि गर्नको लागि, तपाईँलाई नयाँ आँखा देखाउनको लागि, आँखा त छ तर देखिरहनु भएको छैन। यो व्यवसाय सम्भावना के छ? चुनौतीले धेरै थपेका छन् हामीलाई होइन। विदेशबाट निर्वाध रूपमा आएका रेडिमेड कपडाहरूले हामीलाई चाहिँ चुनौती थपेका छैन त। हाम्रो डिमान्ड घटेको छ नि बजारमा। जहाँ डिमान्ड गर्छ त्यहाँ सप्लाई हुँदैन, तपाईँहरू व्यवसाय चल्दैन। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै भेमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेतले नगरपालिकाले व्यावसायिकहरूको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको छ। हामी स्थानीय सरकारले यहाँहरूको क्षमता विकास गर्नका लागि, यहाँहरूको व्यवसायलाई प्रमोट गर्नका लागि विभिन्न खालका कार्यक्रमहरू राखिरहेका छौँ। भलै त्यो तपाईहरुका आवश्यकताका आधारमा पर्याप्त त नहोला, तर हामीले कोसिस गरिरहेका छौँ। हामीले पनि सबैको आवश्यकता पूरा गर्न सक्दा रहेनछौँ। इच्छा छ, चाहना छ, तर बाध्यता पनि सँगसँगै छ। हाम्रा बाध्यतालाई यहाँले बुझिदिनु भएको छ भन्ने लागेको छ र बुझिदिनु हुन म अनुरोध पनि गर्न चाहन्छु। हामीसँग कानुनी बाध्यताहरू छन्, बजेटका सीमाहरू छन्। त्यसकारण तपाईहरुको आवश्यकतालाई एकैचोटि पूर्ण रूपमा सम्बोधन गर्न सकिएको छैन। आगामी दिनमा तपाईहरुको समस्या, तपाईहरुको आवश्यकतालाई केही न केही सम्बोधन गर्ने प्रतिबद्धता राख्न चाहन्छु। र नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका केन्द्रीय महासचिव ईश्वर नेपालीले संघले 77वटै जिल्लामा सिलाइ कटाई व्यवसाय गरिरहनु भएको व्यावसायिकहरूको हक अधिकारको लागि काम गरिरहेको बताउनु भएको छ। यो कार्यक्रमले जिल्लाभरि रहेका तमाम सिलाइ क्षेत्रका विज्ञहरूलाई समेटेर उहाँहरूको स्तरता र आधुनिक किसिमको पहिरनलाई कसरी सशक्त ढङ्गले स्थानीय सरकारसँग विभिन्न दात्री निकायहरूसँग समन्वयन गरी यहाँहरूलाई प्रदान गर्न सकिन्छ भन्ने उद्देश्य बोकेको संस्था आज 72औं जिल्लामा शाखा विस्तार भइसकेको छ। संघका अध्यक्ष हरिकृष्ण नेपालीले सिलाइ व्यवसाय गर्दै आउनुभएका सम्पूर्णलाई संघमा आबद्ध हुनको लागि अनुरोध गर्नुभयो। संघ अध्यक्षज्यूले 2076 सालमा एक थान कपडा मात्र बोक्नेलाई पनि, एक थान कपडा मात्र राख्नेलाई पनि भ्याटमा अनिवार्य दर्ता हुनुपर्छ भन्दाखेरि त्यतिखेर दोलखा जिल्लाको अध्यक्ष हालका हाम्रा दाइ, मेरो आदरणीय दाइ हुनुहुन्थ्यो अध्यक्ष, उहाँको नेतृत्वमा सिडिओ कार्यालयमा गएर यो थ्रेसहोल्ड कायम गर्नुहोस् भनेर हामीले यहाँ बुझायौँ। त्यो कुरा 77रै उता जिल्लामा गरिनु र महासङ्घका अध्यक्षज्यूले उहाँ केन्द्रमा लगेर यो कुरा बुझाएपछि
अनि बल्ल हामी भ्याटबाट मुक्त पायौँ। यो ठुलो कार्य हो। आज कोही यो साथीहरू यो संस्थामा लाग्नुहोस् नलाग्नुहोस्, यस्तो आवश्यकता महसुस गर्नुहोस् नगर्नुहोस्, तर यसको लाभ सम्पूर्ण व्यवसायले उठाउनु भएको छ, भोग्नु भएको छ। वास्तविक सदस्यको नाम लिस्ट बाहिर निकालिन्छ, वास्तविक सदस्यको रेकर्ड राखिन्छ, वास्तविक उक्त सदस्यलाई यसको प्रमाणपत्र दिइन्छ र वास्तविक हरेक वर्ष नवीकरण गरिन्छ। र त्योभन्दा बाहेक जो साथी निष्क्रिय हुनुहुन्छ उहाँहरूको नाम 1 वर्ष 2 वर्षको लागि त्यो लिस्टमा रहला, तर क्रमिक रूपमा हटाउँदै गइन्छ। र त्यस पछाडि